सम्पूर्णमा नमस्कार अन्यगासेयो सबैजना आरामै हुनुहुन्छ होला। आज मैले जुन कोरियामा सायौं थुङ्गा प्रोग्राम किप लेभल टेस्टमा केही क्वेसनहरू सोधिएका क्वेसनहरूलाई आधार मानेर चाहिँ एउटा यो भिडियो बनाउँदैछु। यो भिडियोले तपाईहरु किप लेभल तथा कुनै पनि कोरियन भाषा पनि अध्ययन गर्दै हुनुहुन्छ भने यहाँहरु सम्पूर्णलाई सहयोग पुर्याउने छ भन्ने आशा गरेको छु। यसमा चाहिँ तपाईले केही समयपछि पढ्दै जाँदाखेरि कुन क्वेशन फिक्स कोरियामा अथवा कुन क्वेशन कसरी सोधिएको छ भन्ने कुरा यसमा आउँछ। यसको बारेमा म एकैछिन पछाडी तपाईलाई क्वेशन सहित व्याख्या गर्नेछु र आजको क्लासमा अथवा आजको यस भिडियोमा हामीले के सिक्ने भन्ने कुरालाई अगाडि बढाउँदै गइरहेको छु अथवा तपाईले अगाडि देखिसक्नु भएको छ। यो कुरालाई सरसर्दै पढ्दै जाउँ है त। ल हेर्नुस्, हांगुकै छिब छुङ्ग्रे वा थुक्चिङ भनेको चाहिँ कोरियाको घर र घरका किसिम र विशेषताहरू। अब कोरियामा कस्तो खालको घर हुँदो रहेछ र ती कुन कुन विशेषताका घरहरू हुँदा रहेछन् भन्ने कुरा हामीले पढ्नेछौँ है। सुरुमा भनेको चाहिँ छोगा छिप छ हो। छोगा छिप भनेको के हो भनेर पढ्नेछौँ। यसलाई चाहिँ यसको विशेषताहरू पनि के छ भनेर यहाँ सरसर्ती तपाईहरुलाई एकदम सजिलै दिएको छ है। छोगा छिपुन छिबुङ इ फेद छिप उरो थोइन हांगोकुई छन्थङ छिप युम्निदा भने के। अब छोगा छिप भनेको के हो भन्दाखेरि परालले छाइएको कोरियाली परम्परागत घरहरू के। जस्तो हामीले चाहिँ गाउँघरतिर खरले छाउँछौं नि, त्यस्तै चाहिँ कोरियामा परालले छाइएको परम्परागत कोरियाको अथवा पुरानो परम्परादेखि चल्दै आएको घर हो भनेको छ है। एरुमेनन सिउन हागो खेउरेनन तातो धाम्नेदाले हेर्नुस् है। एरुम भनेको के त गर्मी सिजनमा गर्मीयाममा चाहिँ सिउन आधा आउँदो रहेछ कि एकदम शीतलो दिन रहेछ र चिसोमा चाहिँ न्यानो गराउने अथवा तातो हुँदो रहेछ कि। यो घरको विशेषता भनेको त्यसरी पनि बुझ्न सकिन्छ है। यत्नारे नङ छोन एस मान्नी फल्सो इच्छौनेता भनेको के भने त हो। यत्नारे भनेको पहिला के विगतमा अथवा केही समय पहिला चाहिँ अथवा पहिले गाउँघरतिर के नङ छोन एस भनेको छ है। नङ छोन भनेको के त गाउँमा चाहिँ धेरै हेर्न पाइन्थ्यो अथवा देखिन्थ्यो भनेर बुझ्न सक्छौं हामीहरूले। अब यसको विशेषताहरू के छ भनेर यहाँ बुझ्नेछौँ है। छिबुङी फेच्छेपुरो थैया इच्छुम्नेता। छिबुङ भनेको के रहेछ त बुझ्नुभयो। छिबुङी भनेको चाहिँ छिबुङ भनेको छानो चाहिँ फेच्छेपुरो थैया इच्छुम्नेता। फेच्छेप भनेको परालले बनेको हुन्छ भनेको छ। त्यस्तै एरुमेनुन सिउन हागो खेउरेनुन तातो धाम्नेताला हेर्नुस् है। एरुम भनेको गर्मीमा चाहिँ चिसो अथवा शीतलो दिने र चिसोमा चाहिँ न्यानो दिने काम गर्छ अथवा यो घरमा चाहिँ न्यानो हुन्छ भनेर सम्झिनुस्। नुङछोन एस हुन हि फोल्स इच्छुम्नेता भने है गाउँमा चाहिँ सजिलै देखिन्थ्यो अरे कि पहिला पहिला। अहिले त खासै नदेखिए पनि अहिले टाढा टाढा गए त अहिले पनि देखिन्छ, तर पहिला चाहिँ एकदम ज्यादै देखिन्थ्यो है। खाप्से छागो मान्दुकी सुप्सुनेता भनेको चाहिँ मूल्य चाहिँ सस्तो र बनाउन पनि सजिलो हुन्छ। ल हेर्नुस्, अब यहाँनिर छ 2 नम्बरमा है। 2 नम्बरमा भनेको यो क्वेशन चाहिँ किवा छिप भनेको के हो र यसको थुक्चिङ भनेको के हो भनेर चाहिँ अहिले 2026 छौं कि हामी 25 मा छौं। यसको चाहिँ यो कक्षामा सोधिएको क्वेशन हो है। तपाईहरुलाई सोधिएको क्वेशन हो, यसरी सोधिन्छ भनेर यसको प्रश्न पनि तल छ। त्यसलाई हामी तल फेरि पनि प्रश्न सहित जवाफ दिनेछौँ है। जवाब त यही आएको पनि हुन सक्छ, प्रश्न कसरी सोधिएको छ भनेर तल देख्नेछौँ। त्यसलाई सहज तरिकाले बुझ्नेछौँ है। अब किवा छिप भनेको के रहेछ भनेर हामी सरसर्दै पढ्दै छौँ है। किवा छिबुन छिबुङ इ किवारो थोइन छिब्याउनेता भनेको के। ल हेर्नुस्, किवा छिप भनेको चाहिँ टाइलको छानो भएको घर हो रे के। किवा छिप भनेको के रहेछ त टाइलको अथवा हाम्रोमा ढुङ्गाले छाइएको पत्थरले छाइएको घर भन्छौं नि, सायद त्यसरी नै बुझ्न सजिलो होला। टाइलले छाइएको घर हो भनेछ है। छुरो फुङ युहान भनेको है। छुरो भनेको चाहिँ के त यसमा चाहिँ फुङ युहान सारामदोरी सारा सम्नेदा। यसमा अथवा यस्तो घरको यस्तो खाले घरमा चाहिँ धनी मानिसहरू प्राय बस्ने गर्थे के। पहिला पहिला चाहिँ अब परालको छानो बनाए खरले छाएको घरलाई गरिब ठाने भने पहिला पहिला चाहिँ टक्क ढुङ्गाले अथवा टाइलले छाएर बनाएको घरहरूमा चाहिँ धनी धनी मान्छेहरू बस्ने गर्दा रहेछन्। हाम्रोमा पनि बुझ्न सकिन्छ, टिनले छाएको हुन्थ्यो, परालले छाएको हुन्थ्यो, त्यस्तोमा गरिब बस्छन् भन्थ्यो भनेपछि डल्ली चाहिँ टक्क पत्थर सत्तर लागेको घर भएपछि धनी नै ठान्दैन। त्यस्तै हो यहाँ पनि।
खिवा छिपुन थुन हागो ओरे खाम्नेदा रे के खिवा छिप चाहिँ के हुन्छ त थुन हागो भनेको रे बलियो हुन्छ रे के बलियो हुन्छ र लामो समयसम्म टिक्छ धेरै वर्षसम्म भत्किँदैन भन्न खोजेको छ। अब खिवा छिपको विशेषताहरू चाहिँ यहाँनिर हेर्नुहोस् है। छिबुङ इ खिवारो थुय सुम्निदा छिबुङ चाहिँ भनेको छानो चाहिँ खिवारो थुय सुम्निदा भनेको हुन्छ टाइलले बनेको हुन्छ भनेर सम्झिनुहोस्। थुन हागो ओरे खाम्नेदा थुन हागो बलियो र लामो जान्छ भनेको चाहिँ लामो समयसम्म टिक्छ भन्न खोजेको है। यत्न रहेछ फुजा न याङबाङ इ सारा सम्झिँदा भन्यो के भने त पहिले चाहिँ अथवा पहिले विगतमा अथवा पास्ट भनेको बितिसकेको समयमा चाहिँ धनी र उच्च वर्गका अथवा ठुला बडा मानिसहरू बस्ने गर्छ रे के। यहाँ के भने त याङबान भने नि याङबानी भनेको चाहिँ उच्च वर्गका अथवा माथिल्लो पदस्थका व्यक्तिहरू बस्ने गर्दथे भनेको छ। त्यसपछि आरुमदाबको वी अम इ सुम्निदा भनेको आरुमदाबको भनेको के त आरुमदाब भन्दै हामीले पहिलेदेखि पढेका छौँ भने वी अम इ सुम्निदा भनेको छ एकदम आकर्षण र गरिमामय अथवा राम्रो देखिन्छ एकदम उच्च आकर्षण दामी देखिन्छ भन्न खोजेको छ अरू केही पनि छैन। त्यस्तै चाहिँ अर्को हानओक भनेको के हो अथवा कस्तो प्रकारको घर हो भनेर अब हामीले बुझ्नेछौँ। हानोगुन हाङ्गोकै छन्थोङ खा ओगुल माल हाम्नेदा भनेको छ है। हानओक भनेको कोरियाको परम्परागत घरलाई जनाउँछ। हानोक भनेको के रहेछ त कोरियाको परम्परागत घरलाई जनाउँछ भनेको छ। त्यस्तै छायन ग्वा छोहारुल इरुमे छिअजेस सुम्नेदा भने यो घरहरू चाहिँ प्रकृतिसँग मेल खाने अथवा प्रकृतिसँग उस्तै देखिने गरी बनाइएको हुन्छ र कि एकदमै यी घरहरूमा बस्दाखेरि एकदमै प्रकृतिसँग रमाएको जस्तो बुझिन्छ अथवा प्रकृतिमै बसेको जस्तो बस्नको लागि आनन्द आएको महसुस हुन्छ भनेको छ है। त्यस पछाडि ओन्दोल रिरानुन छन्थोङ नानबाङ बङ्सेकी सुम्नेदा भने अब यसमा चाहिँ के हुँदो रहेछ यसमा चाहिँ के हुन्छ भन्दाखेरि ट्याक्कै हामीले बुझ्दाखेरि के हुँदो रहेछ ओन्दोल भनेको ओन्दोल भनेको त तपाईँहरूले प्रायः यो पनि सोध्न सक्छ है। ओन्दोल मात्रै भनेर चाहिँ ओन्दोल भएको घर कस्तो प्रकारको घर हो भन्न भनिसक्छ। ओन्दोल भन्ने भुइँ तताउने प्रणाली हुन्छ रे कि अब भन्न खोजेको त ओन्दोल इरानुन भनेको ओन्दोल भनेको चाहिँ छन्तोङ परम्परागत नानबाङ फाङ्सेकी सुम्निदा रे कि नानबाङ भनेको के त तातो कोठा बनाउने एउटा फाङ्सेकी सुम्निदा भनेको प्रणाली हो भनेको छ कि तातो कोठा बनाउने प्रणाली हो भन्यो है। यो ओन्दोल भनेको प्रायः जस्तो ख्याल गर्नुभयो होला धेरै ठाउँमा सोधिने प्रश्न पनि हुन्छ यसलाई प्रश्न बनाएर पनि सोध्न मिल्छ है। मादाङदो सुम्दा भनेको यस घरमा के हुन्छ आँगन पनि हुन्छ रे खलो भन्दा पनि हामीले खलो अथवा अगाडि बस्ने ठाउँ पनि हुन्छ भनेको छ। ल यसको विशेषताहरूलाई बुझ्न सजिलो छ भन्दा छुट्टै पनि छ। हाङ्गोकै थेपोजकिङ छन्थोङ छिब्युम्दा यो चाहिँ एकदमै कोरियाको के रहेछ कोरियालीको परम्परागत थेपोजकिन घर भनेको छ एकदमै के हो त विशेष खालको घर हो कि यो चाहिँ कोरियाली घर परम्परागत घरको प्रतिनिधिको रूप अथवा एकदम विशेष घर हो कोरियाको विशेष खाले घर हो भनेर बुझ्न सक्छौँ। छायनगुवा छोवारुल इरुवा जिअत सुम्निदा भनेको छ है। यस्तो चाहिँ के भने त प्रकृतिसँग मेल खाने गरी बनाइन्छ र कि छायन प्रकृति गुवा छोहारुल भनेको प्रकृतिसँग चाहिँ के छ त इरुअ जिदा भन्ने थियो नि इरुअ जिअ जिम्निदा भनेको छ यो चाहिँ जोडिएको हुन्छ अथवा त्योसँग मेल खाने गरी बनाइएको हुन्छ भनेको छ है। ओन्दोल इरानुन अब ओन्दोल भनेको के हो भनेर आएको सोध्यो भने चाहिँ यसलाई चाहिँ यही लाइनको लागि मात्रै पनि क्वेसन सोध्न सक्छ है। ओन्दोल इरानुन ओन्दोल भनेको छन्थोङ नानबाङ फाङ्सेकी सुम्निदा भने ओन्दोङ भनेको अथवा ओन्दोल नामक अथवा भुइँ तताउने एउटा प्रणाली हो भनेर बुझ्न सक्यो। ओन्दोल भनेको के रहेछ त एउटा भुइँ तताउने प्रणाली हो भनेर बुझ्न सक्छौँ। मादाङी इदको मादाङ भनेको के त खलो हुन्छ अथवा आँगन हुन्छ। फारम छालथुङ हाप्निदा भने है के हुन्छ त फारम हावा पनि सजिलै आउने जाने यताउता चल्ने हुन्छ है आँगनमा टक्क बस्न मिल्ने गरी बनाएको हुँदो रहेछ है। त्यसपछि तपाईँको अर्को छ याङ्गोक चिप। याङ्गोक चिप भनेको के छ भन्दाखेरि यसलाई पनि हामीले त्यसै गरी बुझ्दैछौँ। याङ्गोक चिपुन हेन्देसिक
अब याङओक्सेप भनेको आधुनिक, हेन्देसिक भनेको आधुनिक, याङसेक खन्मुल इम्नेदा आधुनिक शैलीको, याङसेक भनेको शैलीको खन्मुल इम्नेदा भवन हो अथवा घर हो र के। याङओक्सेप भनेको चाहिँ हेन्देसिक शैलीको, हेन्दे भनेको अहिलेको होइन अथवा वर्तमान अथवा अहिलेको समयको, सयाङसिक भनेको आधुनिक शैलीको चाहिँ एउटा के रहेछ त खन्मुल हो अथवा घर हो भनेको छ है। छुरो पुराए चाहिँ फेक्दोल इना सिमेन्ट थुरो छिटसुम्नेदा, फेक्दोल भनेको के त इट्टा र पुराई गरी चाहिँ इट्टा र सिमेन्टबाट चाहिँ बनाइन्छ। थोसी यसो मान्ने फल्सु सम्दा, थोसी भनेको सहरमा चाहिँ धेरै देख्न सकिन्छ भनेको छ है। भन्नाको मतलब के हो भन्दाखेरि यो चाहिँ एकदमै अहिले सहरमा देख्न सकिने हाम्रो वरिपरि भएका ठुला ठुला भवन अपार्टहरू भने याङओक्सेपमा पर्छन् भनेर हामीले बुझ्न सकिन्छ। अहिले जतासुकै देखिने सिमेन्ट र के त अरू बुझ्नुभयो, सिमेन्ट र के भने इट्टाहरूले बनेको घर भनेर बुझ्न सक्छौँ। सयाङसेक हेन्दे खन्मुल इम्दा पश्चिमी शैलीका आधुनिक घर हुन् कि अहिलेको अथवा आधुनिक शैलीका घरहरू हुन् भनेर सम्झिन पनि मिल्छ। फेक्दोल इना सिमेन्ट रो छिसुम्दा भनेको चाहिँ इट्टा र सिमेन्टले बनाइन्छ। आफातुना फिल्ला रो फोहाम थैम्निदा, यसमा चाहिँ के छ त अपार्ट र फिल्ला अथवा भिल्लाहरू पनि पर्दछन्। अहिले देख्ने आपार्ट अथवा भिल्लाहरूमा बस्ने हुन्छन् नि, यो पनि यसैमा पर्छन्। कुन छेपमा? याङओक्सेपमा भनेर बुझ्न सक्छौँ। थोसिएस हुन हे फल्सुसम्दा, सहरमा चाहिँ प्राय जसो देख्न सकिन्छ भनेको चाहिँ। अब यसमा चाहिँ हामीलाई कसरी सोध्छ, ट्याक्कै किप लेबर टेस्टको इन्टरभ्यूमा सोधिएको क्वेसन हुँदाखेरि तपाईँलाई त्यस्तै नै देखाइएको छ। यो चाहिँ इन्टरभ्यू खुसुल सिएममा सोधिएको प्रश्न थियो। त्यो प्रश्न भनेको तपाईँलाई यहाँनिर देखाएको छ। यो प्रश्न चाहिँ यस्तरी नै सोधेको थियो, जस्ताको तस्तै खिवा छेबुई थुक्चिङ इ मुवस हेम्निका भनेर जस्ताको तस्तै युक्छामा भनेको अस्ति 2025मा भएको युक्छा भनेको 6औं किप लेभल टेस्टमा सोधिएको प्रश्न है। यो चाहिँ यति कुरा सम्झ्यो होला। यो इक्जाम कहिले भएको थियो भनेपछि 9 महिनाको 20 गते 2025 9 महिना 20 गते भएको परीक्षाको खुसुल सिएममा सोधिएको लामो क्वेसन मध्येको एउटा क्वेसन है। योभन्दा अगाडि के कस्ता सोधिएको थियो भन्ने कुरा पनि म तपाईँलाई हल्का जानकारी दिनेछु। छोगा छेपुन अतन छिबी इम्नेका भने अब यसरी तपाईँलाई त्यति बेला यो सोधे अर्को बाली यो पनि सोध्न सक्छ। छोगा छेपुन अतन छिबी इम्नेका भनेर सोध्यो भने छोगा छेपुन छिबुङ इ फेच्छिप्रो थोइन छन्थङ छेपिम्दा भनेर भन्न सक्छौँ। के रहेछ त छोगाछेप भनेको चाहिँ परालको छानो भएको परम्परागत घर हो भनेर बुझ्न सक्छौँ। यो सोधिएकै क्वेसन भयो है। यो चाहिँ कस्तो क्वेसन रे थाहा पाउनुभयो नि। यो चाहिँ एकदमै क्वेसन सोधिएको क्वेसन 2025 को 9 महिना 20 को खुसुल सिएममा सोधिएको क्वेसन यो हो। यसलाई कसरी सोध्यो भन्दाखेरि खिवा छेबुई थुक्चिङ इ मुवस हेम्निका, खिवा छिपको चाहिँ विशेषताहरू के हो भनेर सोध्यो है। खिवा छिपको थुक्चिङ भनेको त विशेषताहरू के हो भनेर सोध्यो अथवा विशेषता के हो भन्यो। खिवा छिबुन छिबुङ इ खिवारो थोइन थोय इतको थुन हाम्नेदा भनेको खिवा छिपको विशेषता चाहिँ भन्नाले अथवा विशेषता के हो भन्दाखेरि चाहिँ यो चाहिँ टाइलको छानो हुन्छ र यो बलियो हुन्छ र यसको एकदम मुख्य विशेषता भनेको चाहिँ के रहेछ त टाइलको छानो हुने र एकदमै बलियो हुने चाहिँ यसको मुख्य विशेषता हो। त्यस्तै अर्को छ हानोकेस फल्सु इत्नुन छन्थुङ नानबाङ फाङसेकुन मुवस हेम्नेका। ओहो हेर्नुहोस् त कसरी झुक्क्याएर सोध्यो। अघि मैले तपाईँहरूलाई थोरै फोकस गराइरहेको थिएँ, त्यही कुरा सोधिएको छ है। यसको चाहिँ के रहेछ बुझ्नुभयो नि। हानओक एस फल्सु इत्नुन छन्थुङ नानबाङ फाङसेकुन मुवस हेम्नेका भनेको हानओकबाट अथवा हानोक भनेको के रहेछ त हानओकमा भुइँ तताउने प्रणालीलाई अथवा हानोक यसो देखिने चाहिँ अथवा यो छन्तङ पुरापरको कोठा नानबाङ फाङसेक अथवा तातो कोठा बनाउने प्रणाली चाहिँ के हो अथवा के भनिन्छ भने है। यसको चाहिँ के रहेछ उनदोल नानबाङ फाङसेक हेर्दा यसलाई चाहिँ के भनिँदो रहेछ त उनदोल नानबाङ फाङसेक हेम्नेदा। हानओक भनेको चाहिँ के रहेछ हानोकमा भुइँ तताउने उन्दुङ प्रणाली हुन्छ र क्या। हानोकमा कस्तो खालको चिसो तातो अथवा हानोकमा चाहिँ तातो चिसो तातो भुइँ बनाउने आधुनिक प्रणाली के हो भनेको थियो। त्यो चाहिँ के हो त उन्दोलको बारेमा सोध्न सक्छ भनेर थिएँ है। प्रणाली के हो भनेको छ। यो चाहिँ के रहेछ भन्दाखेरि उन्दोल भनेर बुझौँ हामीले।
त्यसपछि याङओक्चिब과 हानोक्वी छाइनुन मो सिम्निका भन्यो के। अब यसको चाहिँ के हो त याङओक्चिब र हानोक्चिबको चाहिँ के हो छाइ भनेको फरक चाहिँ के छ र के। अब यहाँनिर हेर्न सक्नुहुन्छ याङओक्चिब은 현대식 건물이고 한옥집 전통 건물입니다 भनेपछि याङओक्चिब चाहिँ आधुनिक शैलीको घर हो र हानोक चाहिँ परम्परागत शैलीको घर हो भनेर चाहिँ हामीले बुझ्न सक्छौं है। त्यस्तै तपाईलाई तलतिरपट्टि गएर थोरै कुरा अर्को के सोध्न सक्छ भन्दाखेरि 당신의 나라 전통집과 한국의 전통집을 비교해 보세요 भनेके। अब तपाईको देशको परम्परागत घर र कोरियाको परम्परागत घरको बारेबाट चाहिँ फिग्यो फस्यो अथवा फरक जनाउनुहोस् अथवा के छ भनेर भन्नुहोस् भनेको फरक चाहिँ के पाउनुहुन्छ भन्नुहोस् भन्न खोजेको छ। नेपाल의 전통집을 톨과 혹우로 지었고 지홍으로 키워나 칩으로 थप्सम्नेदा भनेको छ हो। भन्न खोजेको के त नेपालको परम्परागत घर चाहिँ के छ ढुङ्गो माटोले बनेको हुन्छ र छानो पराए टाइल र परालले छाइएको हुन्छ भनेको। छानो चाहिँ के हुन्छ त हाम्रो पत्थरको अथवा परालले खरले छाइएको हुन्छ भनेर भन्न सक्छौं हामी। र 한국의 전통집을 온돌 이고 차엔과 초하를 이룹니다 भनेको छ है। अब कोरियाली घरमा चाहिँ ओन्दोल प्रणाली हुन्छ र प्रकृतिसँग मेल खाने गरी बनाइएको हुन्छ भनेर हामीले बुझ्न सक्छौं। घरको बारेमा लगभग हामीले यति कुरा जान्यौं भने हामीहरूलाई एकदमै सजिलैसँग खुसुल सिहमलाई काम दिने गरी अथवा खुसुल सिहलको कुनै पनि परीक्षा अथवा कुनै पनि क्वेशन सोध्दाखेरि चाहिँ हामीले यसरी चाहिँ जवाब दिन सक्छौं भनेर हामीलाई सहज तरिकाले चाहिँ बनाएको छ। जुन एक्जाममा हामीलाई छुसकको बारेमा सोधेको थियो त्योभन्दा अगाडि चाहिँ एउटा प्याराग्राफ तपाईले उच्चारण गर्नुपर्ने प्याराग्राफ के छ भन्दाखेरि छुसकको बारेमा चाहिँ छुसकको प्याराग्राफ आएर त्यसलाई पढ्न लगाएर त्यसबाट क्वेशन सोधिएको थियो र अर्को क्वेशन हामीले सोध्दाखेरि यो क्वेशन पनि सोधिएको थियो। यस्ता क्वेशनहरु हाम्रो कोरियाको किप लेभल टेस्टमा सोधिएको क्वेशनहरु मध्येका क्वेशनहरु हुन्। त्यसलाई चाहिँ तपाईहरुलाई सहज होस् भनेर यो भिडियो बनाउन खोजेको र पछाडी तपाईहरु किप लेभल टेस्टको कुनै पनि एक्जाम दिँदै हुनुहुन्छ भने यो भिडियोले तपाईहरुलाई सहयोग पुर्याउनेछ भन्ने आशा गरेको छु र तपाईहरुले एकदमै शेयर गरेर साथ सपोर्ट दिनु होला र तपाईहरुलाई क्वेशन कस्तो सोधिन्छ भनेर अन्य क्वेशनहरु पनि धेरै छन्। के क्वेशन सोधिएको थियो कसरी सोध्छ भन्ने कुरा तपाईहरुलाई मैले पुनः अर्को भिडियोमा देखाउने छु। यो भिडियो सुरुवाती चरणको हुँदाखेरि केही गर्दै गर्दा केही पढ्दै गर्दा केही मिस्टेक भएकोमा यहाँ तपाईहरुले यसैमा भएको कुरालाई चाहिँ टक्क आफैले करेक्सन गरेर बोल्दै गर्दा भिडियो बनाउँदै गर्दा आत्तिएर हतारिएको हुन सक्छ। त्यसमा चाहिँ तपाईहरुले यहाँ हेरेर आनन्दसँग सबै कुरा तपाईहरुले टाइपिङ सहित छ यहाँ हेरेर करेक्सन सहित पढ्नु हुन हार्दिक अनुरोध गर्दै आजको भिडियोबाट बिदा हुन्छु। हस्त नमस्ते बाइ बाइ।